हेलो साथीहरू, आज फेरि पनि मैले केही डिमान्डको बारेमा जानकारी लिएर आएछु। सो यो भिडियोलाई तपाईहरू स्किप नगरिकन हेर्नुहोला र यो भिडियोलाई तपाईहरू सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यो भिडियो मार्फत म तपाईहरूलाई जानकारी गराउने छु कि तपाईहरूले यो डिमान्डबाट तपाईले महिला र पुरुष दुवैले आउने मिल्ने गरी यो डिमान्ड चाहिँ नेपाल गएको हो। अब चाहिँ तपाईहरूले यो डिमान्डबाट महिला र पुरुष चाहिँ दुवैले मलेसिया आउन सक्नुहुनेछ। जुन चाहिँ यो डिमान्डमा जुन पदको लागि तोकिएको छ त्यसको लागि चाहिँ तपाईलाई यदि काम आइरहेछ भने तपाईहरूलाई झन राम्रो हुन सक्छ। किनभने थोरै माग भएको कारणले गर्दा यसमा चाहिँ सिप भएको व्यक्तिलाई झन राम्रो हुन सक्छ। त्यही भएर तपाईहरूसँग केही सिप छ भने तपाईहरू यस कम्पनीमा पनि आउन सक्नुहुन्छ। तर यो कम्पनीमा के काम हुन्छ र कस्ता कामहरू हुन्छ भने यो पदबाट तपाईलाई स्पष्ट रूपमा तपाईहरूले जान्न सक्नुहुन्छ कि तपाईहरूले के काम गर्न सक्नुहुनेछ यस कम्पनीमा। यहाँ तपाईले कम्पनीको नाम हेर्न सक्नुहुन्छ, केवा सन्टेज प्रिसिसन वर्कर भनेर यो कम्पनीको नाम रहेछ र यहाँ तपाईले लट नम्बर पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ तीनवटा यही कम्पनीको डिमान्ड चाहिँ तीनवटा पदको लागि चाहिँ यो डिमान्ड चाहिँ नेपाल गएको। अझै तपाईहरू यो पदको अनुभविक हुनुहुन्छ भने तपाईहरू यो कम्पनीमा आउन सक्नुहुन्छ। फर्स्टमा हेर्दाखेरि यहाँ तपाईले क्वालिटी कन्ट्रोलर भनेर 25 जना महिलालाई माग गरिएछ अथवा 25 जना गर्ललाई माग गरेछ। यदि तपाईहरू यो कम्पनीमा आउन चाहनुहुन्छ भने तपाईहरू मेन पावरमा गएर तपाईहरू सम्पर्क गर्न पनि सक्नुहुन्छ। र बेसिक सेलेरीको कुरो गर्दाखेरि तपाईलाई 1700 बेसिकमा चाहिँ यो डिमान्ड पास भएछ र तपाईको 8 घण्टाको चाहिँ 1700 बेसिक दिइरहेछ। र वार्षिक बिदा भन्दाखेरि वार्षिक बिदा चाहिँ तपाईको कम्पनी अनुसार हुनेछ र हप्तामा चाहिँ 6 दिन काम हुनेछ, 1 दिन चाहिँ बिदा हुनेछ। यो कम्पनीमा आउँदाखेरि खानाको सुविधा हुँदैन, बस्ने सुविधा चाहिँ मात्र हुन्छ र तपाईलाई 2 वर्षको करार अवधि चाहिँ तपाईको भिसा लाग्नेछ। अब लट अप्रुभलको कुरो गर्दाखेरि यो डिमान्डको लट अप्रुभल चाहिँ 2082 3वां महिना 1 गते चाहिँ यसको लट अप्रुभल भएको हो र यो डिमान्डको चालान नम्बर रहेछ 60 23 95 93 भनेर यो डिमान्डको चालान नम्बर रहेछ। र यसको लट नम्बर हेर्दाखेरि 325604 रहेछ यसको लट नम्बर। र अर्कोको लट नम्बर हेर्दाखेरि यहाँ अर्कोको लट नम्बर रहेछ तपाईको जुन चाहिँ यसको पदको लागि माग गरिएछ। यहाँ हेर्न सक्नुहुन्छ जुन चाहिँ जर्नल वेल्डर भनेर यहाँ लेख्नु भएछ र 25 जना पुरुषका लागि यसमा माग गरिएछ। यसमा पनि तपाईको 1700 बेसिक हुने हो र यसमा पनि सेम सुविधा चाहिँ त्यही हुनेछ। यदि तपाईहरूले वेल्डरमा आउन चाहनुहुन्छ, तपाईँ वेल्डर हुनुहुन्छ भने तपाईले यो कम्पनीमा आउन सक्नुहुन्छ। तर यो कम्पनीमा आउँदाखेरि तपाईलाई के कस्ता काम गर्नुपर्छ र कस्ता कामहरू तपाईले यो कम्पनीमा आएर गर्नुपर्छ भन्ने म तपाईहरूलाई केही छोटो मिठो जानकारी चाहिँ म गराउन चाहन्छु। यो कम्पनीमा आउनका लागि तपाईहरूसँग निम्न पदको लागि अनुभविक व्यक्ति मागिरहेछ। अर्को हेर्दाखेरि यहाँ स्टोन क्रसिङ मेसिन अपरेटर भनेर 25 जना महिलाका लागि पनि माग गरिए। यसको लट नम्बर हेर्दाखेरि 325602 रहेछ, तपाईले यहाँ हेर्न सक्नुहुन्छ र यसमा चाहिँ 25 जना महिलाका लागि माग गरिएछ। तर यो पदमा पनि तपाईलाई यदि काम आइरहेछ भने तपाईहरूसँग यदि यसको नलेज छ भने तपाईहरू यो कम्पनीमा पनि आउन सक्नुहुन्छ र तपाईहरूसँग यदि सिप छैन भने यो कम्पनीमा आउन तपाईलाई धेरै नै अप्ठ्यारो पनि हुन सक्छ। अब चाहिँ हामी अर्को डिमान्डको कुरो गर्दाखेरि यो डिमान्ड पनि त्यही कम्पनीको रहेछ जुन चाहिँ हेभी मेसिन अपरेटर भनेर लेखिएछ र यसको लट नम्बर हेर्दाखेरि 325601 रहेछ। यसमा चाहिँ 25 जना पुरुषको लागि माग गरिएछ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ 25 जना पुरुषको लागि माग गरिएछ र 1700 बेसिकमा यो डिमान्ड पनि पास भएछ। र यसको अन्तर्वार्ताको कुरो गर्दाखेरि यसको अन्तर्वार्ता चाहिँ 2082 असार 13 गते चाहिँ यसको अन्तर्वार्ता हुने हो र इङ्ग्लिस डेटमा हेर्दाखेरि तपाईको 27 जुन 2025 मा यसको अन्तर्वार्ता हुने हो। यदि तपाईहरू मलेसिया आउन चाहनुहुन्छ भने तपाईहरू यो कम्पनीमा पनि आउन सक्नुहुन्छ र यो कम्पनीमा आएर तपाईहरू राम्रो पैसा पनि कमाउन सक्नुहुन्छ। तर यो कम्पनीमा आउनका लागि तपाईले पैसा तिरेर आउनुपर्छ। पैसा तिरे भने मात्रै चाहिँ यो कम्पनीमा आउन सक्नुहुन्छ। यो चाहिँ फ्री भिसा फ्री टिकट होइन, यो चाहिँ लगानी गरेर मात्रै चाहिँ यो कम्पनीमा आउन सक्नुहुन्छ। र लगानी कति गर्नुपर्छ भने तपाईहरूलाई मेन पावरसँग कन्ट्याक्ट गर्नुहोला र मेन पावरमा गएर तपाईहरू सोधबुझ गर्नुहोला। फेरि पनि म भन्न चाहन्छु तपाईहरूलाई, यदि तपाईहरू मलेसिया आउँदै हुनुहुन्छ भने मलेसियाको कुनै पनि डकुमेन्ट साइन गर्नुभन्दा पहिला तपाईहरूले
त्यो डकुमेन्ट चाहिँ राम्रोसित चेक गर्नुहोला र राम्रोसित चेक गरेर मात्र चाहिँ डकुमेन्टमा साइन गर्नुहोला। अब चाहिँ एजेन्सीको कुरो गर्दाखेरि यो डिमान्ड चाहिँ कुन एजेन्सीमा गएको, कुन मेन पावरमा गएको भन्ने हामी यसको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुन्छ जुन चाहिँ मेन पावरको नाम रहेछ रेजा एन्ड फ्रेस इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड भनेर यो चाहिँ मेन पावरको नाम रहेछ र यसको तल चाहिँ एड्रेस र फोन नम्बर, इमेल र वेबसाइट सबै चाहिँ यहाँ दिइरहेछ। यदि तपाईहरू मलेसिया आउन चाहनुहुन्छ भने यसमा पनि कन्ट्याक्ट गरेर तपाईहरू केही कुरालाई सोधबुझ गर्न पनि सक्नुहुन्छ। अब यो कम्पनीमा चाहिँ टोटल गरी 50 जना पुरुष र 50 जना महिलालाई माग गरिएको। यदि तपाईहरू मलेसिया आउन चाहनुहुन्छ भने तपाईहरू यो कम्पनीमा पनि आउन सक्नुहुन्छ। हस्त आजको लागि यति नै। आगामी दिनमा फेरि पनि म अर्को डिमान्डको बारेमा जानकारी लिएर आउँछु। अहिले चाहिँ बिदा चाहन्छु। हस्त नमस्ते, धन्यवाद।